भनेसी आफ्नै गाममा चिनेन मलाई। खाना खाँदैछु तर पत्रकारजीहरू आएर खाए जस्तो बनाइराखेनन्। सबैजनालाई गुड मर्निङ है। अहिले चाहिँ हाम्रो डे 1 है। आज चाहिँ ब्याक टु माई न्यू भ्लग एन्ड दिस इज योर बोय BRJ भ्लगमा तपाईँहरूलाई एकदम स्वागत छ होइन। सो आई हेभ सबैजना सन्चै आराम हुनुहुन्छ होला, म नि एकदम ठिक छु भनौँ। अब चाहिँ हाम्रो कार्यक्रमको लागि चाहिँ हाम्रो योभन्दा अगाडिको भ्लगमा चाहिँ हामी इन्स्ट्रुमेन्ट्सहरू मिलाएका थियौँ। आज चाहिँ अब खाना बनाउनको निम्ति पानीहरू अनि ट्याङ्कीमा पानी हाल्नु पर्नेछ, पानी ल्याउनु पर्नेछ अनि एकदम गाह्रो भइरहेछ गाइस है। पानीको एकदम सर्टेज भएको छ यहाँ चाहिँ, त्यस कारणले चाहिँ अलि हल्का डिस्टर्ब भइरहेछ। सो अब हामी चाहिँ हेर्नेछौँ आजको डे 1 हामी तपाईँहरूलाई देखाउनेछौँ आजको कस्तो हुन्छ होइन। त्यो कार्यक्रममा तपाईँलाई हामी देखाउनेछौँ। तपाईँ हाम्रो भ्लगमा जोडिरहनु होला ल जाम प्रकाश सर। सो मैले चाहिँ अब तपाईँलाई के देखाएँ भन्दाखेरि ठिक छ होइन त है। हाम्रो चाहिँ यहाँ बहिनीहरूले एकदम आफै खान लाउनु भएको क्या यहीँ बसेर भाइ। हाम्रो चिया यस्तै राख्ने त सेलाइहाल्छ क्या त चिसो हुन्छ। एकदम मजाले हेर्न सक्नुहुन्छ, खाना नसके नि है। हेलो गाइस के छ? पानी त ल्याइएकै छ होइन अनि एकदम भाइ बोडी बिल्डर हुने भनेर चाहिँ बिहान बाल्टीको के हो भाँचिसक्यो साथीहरू, तर पानी अझै हामीले ल्याइसकेका छौँ पानी। सो यो प्लेटमा चाहिँ हामी 5 जना मिलेर मात्र खाने 5 जनाको भएको छ यसमा चाहिँ है। 4 जना 5 जना 4 जना है ल हो। तपाईँ मिल्ने साँच्चै मिल्ने हो यसले चाहिँ कसरी खानुपर्छ भन्दा मिलाउनु त परेन होइन, ट्याक्क डोबेर कममा खानुपर्छ। खुन डोब्नु त पर्दैन हजुर। कादर खुन डोब्नु त पर्दैन पर्दैन किन त चिन्नर बनाउनलाई मिसिनलाई। ल सो हामी चाहिँ अब नास्ता खाँदैछौँ बिहानको। भन्नु न अङ्कल सो गाइस फाइनल्ली म चाहिँ अहिले कहाँ छु भन्दाखेरि जग्गामा छु है। हाम्रो चाहिँ हेर्न सक्नुहुन्छ यहाँको चाहिँ एकदम माहौल चाहिँ बवाल राम्रो छ है। सो म चाहिँ यहाँ माथि जानेछु है। त्यो कति फास्ट कति साह्रो गएको त्यो ढोका फेरि खोल्न नजाने जस्तो भयो त यार। सो हामी चाहिँ एकदम तयारी अवस्थामा छौँ अहिले चाहिँ हामी कोही पनि छैनौँ होइन। हाम्रो सेटअप हुँदैछ अझै, तपाईँले देख्न सक्नुहुन्छ। किन नदेखायो भने देखिनु पऱ्यो अरे ल। यसमा चाहिँ वेलकम छ तपाईँलाई। चाबी कसलाई दिने हो? चाबी कसलाई दिने हो यो? नरेन्द्रको। हाम्रो चाहिँ रेडी हुँदैछ एकदम मजाले है। हामी चाहिँ अहिले गएको छौँ भन्दाखेरि दरबारमा है। एसी उहाँ छ हो तर हामीले गरेको एकदम हेर्नु न कस्तो हेन्सम हुनुहुन्छ क्या एकदम हेन्सम हसम गाइज होइन। हाम्रो चाहिँ यता अगाडि म्युजिसियनहरू बजाइरहेछन्
मेरो नाग नहालिदिने नाग नहालिदिने हस् म त यति हो एकचोटि देखाइदिनु त ल कसले देखाउँछ के भन्ने रे के भन्ने रे त्यो त हाजिर तपाईँ हेर्नु न यहाँ पो नराम्रो देख्नुहुन्छ यहाँ कति राम्रो देख्नुहुन्छ नि त हो कि होइन त्यो हो कि हाम्रो वास्तव होइन हजुरको नाम के होला अलि देख्नु नि राम्रोसँग खै हेरौँ हेरौँ हजुरको नाम जय मसी फेरि भिडियोबाटै आएर जय मसी फर्काउनुहुन्छ अहिले ल गाइस हाम्रो चाहिँ अझ यहाँ काम बाँकी छ है अझै कति आउँदै हुनुहुन्छ पाहुनाहरू एकदम यो चाहिँ बाघ है ए म यहाँको राजा हो भनेछ अहिले होइन योभन्दा म राजा भन्नु त मान्छेहरू हो कि होइन हो होइन केही होइन पठाउनु उहाँलाई मैले भनिदिन्छु शुभम दाइ एकदम सिरियस हुनुहुन्छ है आज धेरै एकदम सिरियस हुनुहुन्छ शुभम दाइ है चस्मा ल्याउनु बिर्सिनु पहिले चस्मा ल्याउनु बिर्सिनु भएको छैन दाइको युट्युब च्यानलमा लाइक सब्सक्राइब कमेन्ट है त लाइक सब्सक्राइब कमेन्ट सेयर सब होइन नभन्नु लाइक त्यस हाम्रो क्याम्प चाहिँ अब सुरु हुन्छ अब केही समय पछाडि तपाईँहरू देख्न सक्नुहुन्छ अनि एकदम आशिषमय छौँ हामी चाहिँ केही कुरा सिक्नको लागि आतुर छौँ अनि त्यस कारणले गर्दा एकदम राम्रो छ अब तपाईँहरूले भित्र धेरैजना आइसक्नु भएको छ तपाईँहरू देख्न सक्नुहुन्छ देखिसक्नुभयो अब हाम्रो 11 बजेबाट चाहिँ सुरु हुन लागेको छ युथ क्याम्प बुर्तिबाङ होटेल दरबारनेर अनि जस धेरै आशिषमय क्याम्प हुँदैछ अब तपाईँहरूलाई खबर गर्न सकिएन कतिजना आउन पनि सक्नुभएको छैन होला तर यो भिडियो मार्फत चाहिँ तपाईँहरूले केही कुराहरू सिक्नु होला भन्नुहोस् त हाम्रो चाहिँ है अब दाइलाई केही कुरा म एकदम भन्छु भनेर मनैदेखि चाहिँ उहाँ बोल्न खोज्नु भएको छ तर लाज लाग्यो पछि भनौँ है फेरि भन्नु पऱ्यो अफ द क्यामेरा भन्छु कि म हजुर सन्चै हुनुहुन्छ होला तपाईँहरू पनि यो कार्यक्रमको लागि केही भन्न सक्नुहुन्छ यो कार्यक्रमको लागि जति पनि आउनुभएको छ सबैलाई हार्दिक निमन्त्रणा दिन चाहन्छु र परमेश्वरले सबैलाई आशीष दिनुभएको होस् धन्यवाद हस् धन्यवाद
साँच्चै मन पर्छ यीशु तपाईमा जीवन छ यीशु तपाईमा मुक्ति छ यीशु तपाईमा जीवन छ यीशु तपाईमा मुक्ति छ राजाहरूका राजा तपाईँ प्रभुहरूका प्रभु राजाहरूका राजा तपाईँ प्रभुहरूका प्रभु यीशु मलाई यीशु साह्रै मन पर्छ मलाई यीशु साँच्चै मन पर्छ मलाई यीशु साह्रै मन पर्छ मलाई यीशु साँच्चै मन पर्छ ला 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 हामी चाहिँ कहाँ छौँ भन्दाखेरि अब यसमै छौँ ल एकदम अब नास्ताहरू खाने कार्यक्रम चल्दैछ यहाँ चाहिँ हजुर कस्तो खाना आइपुग्छ र लिएर ए त्यो ए थाहा छैन अब यही होला नि यो पास गर्ने होला नि यो हजुर यो त अब हामीले खाना चाहिँ माथि ल हामी चाहिँ अब खाना बनाउँदैछौँ यहाँको स्थानीयहरूलाई चाहिँ हामीले नास्ता दिएका छौँ होइन फुर्ती र बिस्कुट अनि फेरि टाढादेखि आउनु भएकोलाई चाहिँ खाना दिएको छ अनि उहाँ चाहिँ खाना अब हामीले माथि सर्भिस गर्नेछौँ सो ल गाइजहरू है हाम्रो यहाँ खाना लिएर जाँदैछौँ हामी चाहिँ है के छ रहेछ हामी चाहिँ यस्तरी है अब ठाउँ नभएको कारणले चाहिँ हामी यसरी एडजस्ट गरिरहेछौँ के भन्नु है यति नै हो ल हाम्रो चाहिँ खाना लिएर गइसक्नु भएको छ मिल्नु अब बुझिदिनु होला किनकि टाइम एकदम कम छ हामीसित बेलुका चाहिँ तपाईँलाई मजाले खाना खिलाउँछु अहिले चाहिँ टक्क यसले टक्क हुन्छ नि खाना धेरै पनि खानु हुँदैन टक्क खाएपछि पेटमा पच्छ पनि बहिनी यति चाहिँ खाएर एडजस्ट गरिदिनुहोस् ल खाऊ खाऊ त्यो चम्चाहरू तपाईँले जसले राख्नु त्यो ठिक हुन्छ है गाइजहरू हाम्रो चाहिँ है अब टाइम नभएको कारणले चाहिँ हामी यसरी चाहिँ खाना पास गरेका छौँ अब कतिले खाँदै हुनुहुन्छ भयो अभिदय के छ अब के गर्ने यस्तै हो नि एडजस्ट गरौँ है अब नि होइन बेलुका चाहिँ थपिखेल खानुपर्छ हो बेलुका चाहिँ थपिखेल खानुपर्छ है अहिले आज डेट बस्यो नि बेलुका चाहिँ एकदम है अहिले सक्यो होइन अपरेसन के भन्नु अरू फेरि भन्दिनँ म घरे मान्छे मरेपछि अपरेसन गरेको के फाइदा यतिले बाँचिहाल्नु नि तपाईँ त धेरै समयपछि आफ्टर लङ टाइम गाइस पेट पनि अब भित्रै बस्छ होला त्यो आन्द्रा पनि दुईवटा आन्द्रा पनि यस्तो चेप्टिसक्यो होला अनि कहाँ खोल्दै जान्छ अब खोल्दै जान्छ
दाल सगाई है अरूहरू चाहिँ हामी चाहिँ हेरेको हेरे फेरि है हामी चाहिँ हेरेको हेरे यता खाएको खाएँ यता चाहिँ ए हेरेको हेरे उहाँ पनि खाएको खाएँ कहाँ खतरा चस्मा देखेको थिएँ अघि बोस भनेर लेडिज ग्लास देखाउँदै हो यस्तै भनेपछि आफ्नै गाममा चिनेन उहाँलाई यस्तो चिन्दिएन न खान्छ भोक लाग्यो भने यस्तरी खाना चाहिँ भएकै छैन गाजर सबभन्दा पनि खानाभन्दा नि भोक मिठो हुन्छ क्या भोजन भन्दा भोक मिठो हो अब मानव यो भात छ भने भात मात्रै पनि मैले खान सक्छु किनकि मलाई भोक लाग्छ त्यही भएर तपाईँ के भन्न चाहनुहुन्छ म के भन्नु र बिचराहरू 5 दिनमा खाना खाइरहेको होला मैले दान गरेको भन्छ उहाँले एक्लै खाएर नि भ्याइसक्नु भयो यस्तो खाना यस्तो राम्रो मान्छेले एक्लै त्यही पनि नाच्छु उहाँले चाहिँ 5 दिनमा खाना खान पाउनु भए भाइ धेरै पछिको भोजन कस्तो लागिरहेको छ घिउ छैन घिउ घिउ त गोरु दिनुपर्छ दाल छैन दाल होइन खानुहोस् है यो तमस पार मजाको जस्तो आँगन ठुलै आँगन घाममा खानु हुन्छ तमस गरेर यस्तो त्यही त क्या अझ कसरी जस्तो यस्तो गर्छ नि कसैले त ठ्याक्कै देखाउँदैन होइन ठ्याक्कै टिस्यु गर्छन् फेरि होइन त्यस्तै हुन्छ नि खानुभयो खाइयो साँच्चै खानुभयो के त्यस्तै हो तपाईँले खानुभयो खाँदै हुनुहुन्छ सर जिन्दगी खाना खाँदैछु तर पत्रकारजीहरू आएर खाए जस्तो बनाइराखेनन् त्यस्तो हो त्यस्तो भइरहेको तपाईँलाई त्यसो भए म गएँ है हजुर तपाईँले त्यो कहानी मलाई बिहानै सुनाउनु पर्ने कि तपाईँले त्यो अनि Soy
आजको कार्यक्रम अब यहीँ सकिन लागेको छ है। सो मैले चाहिँ जुन बोनी तामाङको सेसनहरू चाहिँ मैले देखाउन पाएन किनकि त्यो चाहिँ भिडियो चाहिँ नगर्ने भन्नुभएको थियो। त्यही भएर भिडियो चाहिँ किन नगर्ने भन्दाखेरि जस्तै भिडियोहरू सर्ट क्लिपहरू राखेर अनि झुटा शिक्षातिर त्यस्तो नराम्रो टाइपमा हालिदिन्छ। मान्छेहरूले अब राम्रो कुरालाई नि त्यसलाई काटेर नराम्रो कुरालाई मात्र लिएर झुटा शिक्षा टाइपको त्यस्तै बनाएर हालिदिन्छ मान्छेहरू। त्यस्तै छ भनेर चाहिँ नराम्रो टाइपले सोच्छ ल्याउँछ भनेर चाहिँ उहाँले भिडियो गर्न दिनु भएन। त्यही भएर चाहिँ उहाँसँग भेट भइयो तर अब भिडियो गर्न चाहिँ पाइएको छैन। तर पर्सनल्ली चाहिँ पाइन्छ तर बचपनको समयमा चाहिँ भिडियो खिच्न नपाइने भन्ने कुरो थियो। त्यसकारण हामी चाहिँ अब यो भ्लगदेखि बाहिर गर्नुपर्छ। मेरो आँखा चाहिँ यहाँ के भएछ कि त्यही भएर है। सो फाइनल्ली अब यो भ्लगदेखि बाहिर गर्नुपर्छ। अब सबै अब गइसक्नु भयो होइन, अरू सबै गइसक्नु भयो। हामी बाँकी यति मात्र छ। हाम्रो हल्का ट्यालेन्ट सो हुँदैछ होइन, ट्यालेन्ट सोहरू देखाउँदै हुनुहुन्छ। सो अब हामी चाहिँ अर्को भ्लगमा भेट्नेछौँ भोलिको भ्लगमा। यो अर्को भ्लगमा चाहिँ म बोनी तामाङसँगै म भिडियो बनाउनेछु होइन। यो भ्लगले माया गरिदिनु होला। नेक्स्ट भ्लग सी यु अगेन। सो बाई बाई।